यो कार्यालयलाई पनि लाहानको आन्तरिक राजस्व कार्यालयसँग गाँच्ने निर्णय भएको छ। त्यसका विरुद्ध चाहिँ यति बेला सप्तरीवासी रिले अनसनमा बस्नु भएको छ। यसको लागि म आमरण अनसन बस्नु पर्यो भने म त्यो पनि तयार छु। यति बेला तपाईँ चाहिँ यहाँ रिले अनसनमै बस्न आउनु भएको छ कि यहाँ तपाईँको साथीहरूसँग भेटघाट गर्न आउनु भएको छ? आज त म यहाँ तपाईँको साथीहरूसँग भेट गाड्न आएको छु। पहिला हात्ती लग्यो अनि उनले पूर्ण 75 सालमा पुच्छर दियो। तर यी जेन्जीका नाममा केही व्यक्तिहरू केही युवाहरू यति बेला लोकप्रियता कमाउन स्टन्ट गरिराख्नु भएको छ। उनीहरूबाट पनि सावधान बसिदिनु होला। राजस्व कार्यालय के बारे में बोल्न चाहदैन। यहाँ जति पनि उत्पादित नेताहरू छन् 2017 सालदेखि काला झन्डादेखि लिएर पुरै बन्ददेखि लिएर हामी हाइवेसमा पुग्छौँ। यदि सरकारले मानेन भने हामी मर्न र एजेन्डा हाम्रो अर्कै थियो, तर खोइ अहिले के भयो, एजेन्डै नै हराएछ। यसरी नै भ्रष्टाचारको विरुद्ध तपाईँ जस्तो नेताहरू चाहिँ यसरी रिले अनसन किन बस्नु? यति बेला चाहिँ सप्तरी जिल्लाको बच्चादेखि लिएर वृद्धसम्म एउटै नारा लगाइराख्नु भएको छ, सुन सरकार सप्तरीवासी की आवाज। अनि सरकारले जुन भनेको छ घर घरमा सिंहदरबार, त हामी जब 75 किलोमिटर 60 किलोमिटर बाइक कुदाएर जाऊँ या गाडी भाडा तिरेर जाऊँ, अनि कसरी हामी सिंहदरबारको अनुभूति गर्ने त? भारतसँग रूपमा कुनै पनि सडक सञ्जाल जोडिएको छैन। त्यसै गरी नै पहाडी जिल्लासँग पनि सप्तरी जिल्लाको कुनै खासै सडक सञ्जाल जोडिएको अवस्था छैन। आर्थिक रूपमा सप्तरी जिल्ला डेढलक भएको अवस्था छ। नमस्ते, स्वागत छ यहाँलाई पब्लिक खबर 24 अनलाइन टेलिभिजनमा। म आदित्य जी। दर्शकवृन्द, यहाँहरूलाई जानकारी गरौँ। यति बेला मेरो पछाडिको दृश्य तपाईँहरू देखिराख्नु भएको छ। यति बेला चाहिँ हामी सप्तरी जिल्लाको मुटु मानिने राजविराजको गजेन्द्र नारायण चोकमा यति बेला उपस्थित छौँ, जुन तपाईँहरू यति बेला देखिराख्नु भएको छ। रिले अनसन बसिराख्नु भएको छ। यो रिले अनसन किन बसिराख्नु भएको छ भने मन्त्री परिषदको निर्णयले के निर्णय गरेछ भने 37 वटा करदाता सेवा कार्यालयहरूलाई आन्तरिक राजस्व कार्यालयसँग गाँच्ने निर्णय गर्नु भएको छ। त्यसमा चाहिँ यो कार्यालयलाई पनि लाहानको आन्तरिक राजस्व कार्यालयसँग गाँच्ने निर्णय भएको छ। त्यसका विरुद्ध चाहिँ यति बेला सप्तरीवासी रिले अनसनमा बस्नु भएको छ। तपाईँको परिचय भन्नुहोस् त। रञ्जित कर्ण, संविधान सभा सदस्य, पेसाले इन्जिनियर, शहरी विकास विज्ञ, नेवी सङ्घको नेपाल विद्यार्थी सङ्घको पूर्व केन्द्रीय अध्यक्ष। मलाई एउटा कुरा भन्नुहोस्, यति बेला चाहिँ तपाईँ सप्तरी जिल्लाको मुटु मानिने यो राजविराजको जुन गजेन्द्र नारायण चोकमा रिले अनसनमा बस्नु भएको छ, यो रिले अनसनमा बस्नुको कारण के होला त? आज सम्पूर्ण नगरवासी सबैलाई थाहा छ, सम्पूर्ण नागरिक समाजलाई थाहा छ, सप्तरी जिल्लामा आन्तरिक राजस्व कार्यालय वर्षौँदेखि थियो। र यसले सप्तरी मात्र होइन, पुरानो इतिहासमा पुरा अञ्चल हुँदाखेरि नै हो सम्पूर्ण अञ्चलको नै कर सङ्कलन गर्ने कार्यालय थियो यहाँ चाहिँ। र अहिले पनि वर्तमान परिस्थितिमा पनि सप्तरी जिल्लामा 72,000 भन्दा बढी करदाता छ। 1 अर्ब 10 करोड भन्दा बढी वार्षिक राजस्व सङ्कलन गरिन्छ यहाँ चाहिँ। र नेपाल सरकारको नियम के छ